हेलो गाइस, म चाहिँ अहिले चाहिँ बिहानको 6 बज्यो होइन। अनि म चाहिँ अब सानमम्मीको घरबाट उता घरमा जाँदैछु होइन। म चाहिँ आज काठमाडौँ आउन लाग्यो म हिँड्दैछु। म यहाँ आइसकेँ यताबाटै। अब यहाँबाट सानमम्मीको घरबाट 10 मिनट लाग्छ, 10 मिनट जति लाग्छ उता घर पुग्नलाई। म हिँड्दै जान्छु। बाहरू गइसकेँ। अनि कौशल र दाइ चाहिँ बिहानै जानुभयो बाइकमा, चाहिँ गाडीमा। सारा गाडीमा आनन्द आउँछ। गाडीमा चट्ट गीत सुन्दै साइडमा राम्रो राम्रो मान्छेहरूसँग बस्दै तिर रमाइलो हुन्छ। त्यही भएर चाहिँ म चाहिँ सानमम्मी घरमा बसिरहेको थिएँ हिजो सानमम्मी घरमा देउली थियो, देउली सेउली मनाइयो। अनि मनाएर अनि आज बेलुका उतै बस्यो। अनि आज चाहिँ हिँडेको उता घरमा हिँडेको खाइयो। बिहानै मासु भात खाइयो, बोकाएको मासु र भात खाइयो। अब मुडेमा भात खाउँ भने 100 रुपियाँको भातलाई 300 रुपियाँ लिन्छ। त्यो पनि थोरै 10 रुपियाँको साग, 10 रुपियाँको अचार अनि 20 रुपियाँको मासु दिन्छ। एक पोलको झोल हालेको के खानु त्यस्तो। त्यसरी खाएर हिँड्नुहोस्, आनन्द हुन्छ। गाउँतिर त्यस्तै हो नि। अब काठमाडौँ जाने भनेपछि बिहान उठेर भए पनि खानासाना पकाइदिएर अनि दिन्छ नि। अब खानै पर्यो। बल्ल आएको चमाएको घर नखाइ जानेको पनि भएन। त्यही पनि भइसक्यो। मासु छ, यति धेरै मासु छ, कसले खाने। अब त्यही भएर खाइवरी हिँडिदिएको। म चाहिँ आज काठमाडौँ आउँदैछु। अहिले गाइस अनि म गाउँतिर बल्ल आएको। गाउँको हालत त्यस्तो छ है। म चाहिँ यता घरमा जान्छु, लुगासुगा चेन्ज गर्छु होइन। लुगासुगा चेन्ज गर्छु। सामानहरू यति धेरै छ कि गाउँबाट गाउँमा आएपछि त्यस्तै त हो नि। अब सामान अग्रम बग्रम नलिजाउँ भने पनि उता अब खानुपर्छ काठमाडौँमा। त्यही हो, गाउँ आएपछि त्यसरी लिएर जानुपर्छ अलि भए पनि। त्यही भएर म चाहिँ हिँड्दैछु। म आइपुग्नु लागिसकेँ, 5-6 मिनट लाग्छ यस्तै। अब सबैको घर नजिक भएपछि यस्तै हुन्छ। दिदीबहिनीको घर नजिक भएपछि यस्तै हुन्छ। नजिक बिहे गरेपछि टाढा जानै पर्दैन। गाडी अब कति बेला आउँछ थाहा छैन। अब अहिले 8 बजी आउँछ कि आउनु चाहिँ, तर कति प्याक भएर आउने हो। सबैको अब हिजो देउली थियो, देउलीको मान्छेहरू कति हुने हो, सिट पाउने कि नपाउने हो। ठिकै छ, सिट पाएन भने पनि अब चरीकोटसम्म जान्छु। चरीकोटबाट तर गाडी जति पनि पाउँछ नि। अहिले चाहिँ राखिदिन्छु।